जिन्दगी किन यस्तो भइदिन्छ? हिजो मेरो प्रेम जस्तो लागेको कुरा आज किन घिन लाग्छ? भाग्य नै त होला नि भनेर किन बारम्बार सम्झौता गर्नुपर्ने? कहीँ प्रेम पनि यस्तो हुन्छ र? एकहोरो प्रेम त झन् सच्चा प्रेम हो। प्रेममा पाउनै पर्छ भन्ने नियम छैन। उसले मलाई प्रेम नगरे पनि म उसलाई प्रेम गरिरहन्छु। हो, यस्ता सिद्धान्तका कुराहरू सिद्धान्तमा नै राम्रो सुनिन्छन्, यथार्थमा त धेरै गाह्रो हुन्छ। हिजो ऊ बिना बाँच्नै सक्दिनँ जस्तो लागेको, ऊ बिना मेरो जिन्दगी नै छैन जस्तो लागेको मान्छे आज उसको नामसम्म सुन्दा पनि घिन लागेर आउँछ। उसको छायासम्म पनि हेर्न नपरोस् जस्तो लागेर आउँछ। यसो भन्दैमा मैले उसलाई प्रेम नै नगरेको चाहिँ होइन, धेरै माया।